त्यो दया दाई भन्दा पनि मेरो भनौँ न इन जनरल नै अननेचुरल नै थियो। म त्यति धेरै शब्दहरू युज गर्दिनँ रियल लाइफमा। सो फर्स्टमा स्क्रिप्ट पढ्दाखेरि चाहिँ अब कतिपय मिनिङ त मैले थाहा पनि थिएन, पछि गएर मलाई थाहा भएको थियो। एकदमै धेरै फनी मोमेन्ट पनि छ यसको। मिनिङको अर्थ चाहिँ कसले बुझाइदिनु भएको थियो? होइन, डिरेक्टर दाइले चाहिँ मलाई यो यसको चाहिँ जस्तो एप्पल भनेको स्याउ हो भनेर चाहिँ मलाई बुझाउनु भएको चाहिँ होइन होइन। तर अब कतिपय कुराहरू त हामी आफूले पनि त्यसलाई केलाउन सकिन्छ नि त। अहिले गुगल छ होइन, च्याट जिपिटी छ, घरमै मेरो धेरै अभिभावकहरू हुनुहुन्छ जोसँग कम्फर्टेबली मैले त्यो बारेमा सोध्न सक्छु। सो मलाई डेफिनेटली भनौँ न अलिकति उस चाहिँ भएको थियो, डर चाहिँ थियो कसरी मैले भन्ने होला। तर अब एक्सन भनिसकेपछि, क्यामेरा रोल भइसकेपछि चाहिँ त्यहाँ दया दाई हुनुहुन्न, टेरिया हुँदैन, स्वागत दाई हुनुहुँदैन, त्यहाँबाट पात्र निभाइरहेको हुन्छ। सो आई थिङ्क त्यो पात्रले नै भनेको कुरा हो। त्यो चाहिँ मैले कसरी सिकाएँ भन्दा टेरियालाई दया दाई होइन भनेर, अनि स्वागत दाई होइन तिम्रो अगाडि। अनि त्यो चाहिँ टेरियालाई मैले के भनेको थिएँ भने वर्कसपको टाइममा, म तिमीलाई पितेर भए पनि, कुटेर भए पनि, सम्झाएर भए पनि तिम्रो क्यारेक्टर जसरी पनि ल्याउँछु, त्यो त्यतिखेर तिमीले दया दाई स्वागत दाई भन्यो भने चाहिँ म पिट्छु भनेको थिएँ। अनि त्यही भएर त्यतिखेर देख्नु भएन, आँखाले देखेन दया र स्वागत भन्यो। मिज्यूमा यस्तो के छ तपाईँले 3 दिनमै अनाउन्समेन्ट गरिदिनु भयो, अलिक टाइम रेस्ट गर्ने टाइममा पनि? धन्यवाद प्रश्नको लागि। मिज्यूमा त्यस्तो भन्दा पनि फिल्म मेरो जिन्दगी हो जस्तो लाग्छ मलाई है, पहिलो कुरा चाहिँ। र सँगसँगै मैले मेरो फिल्म अथवा म बाँच्ने आधार फिल्म हो भन्ने चाहिँ जुन मैले दिमागमा पहिलेदेखि नै मेरो सेट भएको थियो, त्यो कुरा अनुसार मैले चाहिँ फिल्म गर्नुपर्ने थियो। र त्यही अनुसार मैले हस्पिटलको आइसियुमा थिएँ, म आइसियुमै बस्दै गर्दा मैले अनाउन्समेन्ट गरेँ मिज्यू होइन, यहाँहरूलाई अवगत गराएँ मैले। अघि नै भनिहालेँ मेरो फिल्म एउटा बाँच्ने आधार मेरो जिन्दगी फिल्म हो। यस अर्थमा मैले बनाउने हरेक फिल्म मेरो जिन्दगीसँग जोडिरहेको हुन्छ, त्यही अनुसार मिज्यू पनि पर्यो। दया सर, हुनु त अब हामीलाई थाहा छैन यो कुरा, जस्तो अब फिल्मको टाइटल मिज्यू छ नि त, तपाईँले जिन्दगीमा व्यक्तिगत जीवनमा कसैसँग मित लाउनु भएको छ कि छैन होइन? र यदि मित लाउनु भएको छैन अरे, अब मन लाग्यो अरे होइन, मित लाउन मन लाग्यो भने हाम्रै फिल्म सर्कलबाट कोसँग चाहिँ मित लाउन पाए हुन्थ्यो जस्तो लागिरहेको छ तपाईँलाई? अब अहिलेसम्म त मैले लागेको छैन सौगातलाई छोडेर। सौगात होइन, त्यो त उसको कुरा हो तपाईँले होइन, हामी त अघोषित घोषित हामी दुईजना मित नै हो, हामी नै हो।